सुरुमा मलाई कस्तो ढाड मारिस गरिन्छ अहिले गरिन्छ लुक्स हेर्नु पर्दा त यस्तो फ्युचरिस्टिक छ कि कुरै छोडिदिने यार आमामा सय हल्को ठाउँमा बसेर चलाउनुको मजै छुट्टै छ एउटा छोरो हो क्या म एउटा छोरो हो बिस्तारै खै ल यो अन्त बाइकर्स प्यासन्स भनेको माटोक्ने खै अलि माथि म यही टोलको हो क्या यही टोलको म्याक्दीको हजुर के थाहा पायो बगाले म नि बगाल थाहा पायो Alright, good morning guys, new day with a new vlog. So, रेस पनि सकियो अब रेस सकिएपछि रेस गर्दैछौँ हामी चाहिँ आनन्दले अनि मेन कुरो भनेको सुरक्षाको जिउ थाकिरहेको सुरक्षालाई रेसै पुगेको छैन अरू भन्दा पनि किनकि इन्डिया पुगेर आयो गर्मीमा चलायो म त बसेर आयो भनौँ न एउटा हिसाबले अनि म त ठिकै छु अनि अहिले फाइनली म कहाँ जान लागेको भनेपछि म बाहिर मेरो बाइकको लागि लाइट किन्न गएको थिएँ अस्ति त्यो त्यहाँ दाइले खासै फिट गर्न आएन अनि एउटा राम्रो फिट गर्छु भनेर सोचेर जान लागेको छु आधी एकछिन जान्छु होला र सुरक्षा आउँदा अनि अर्को कुरो चाहिँ सुरक्षालाई इन्डियाबाट यत्रो ठुलो पावर ब्याङ्क खराइदिएको सही छ यसले त फ्यान पनि चल्छ लाइन गयो बेला अनि यसले त गाडी पनि चार्ज इलेक्ट्रिक स्कुटर पनि चार्ज गरिदिन्छ यसले त्यति पावरफुल छ उसको यो फुल हेर्नको लागि चाहिँ सुरक्षाकै इन्स्टाग्राममा फलो गर्न सक्नुहुन्छ अनि हिजोको रेसले चाहिँ सुरक्षामा यति भाइरल भयो कि कति मिलियन गयो अरे तिम्रो इन्स्टा उसमा खै मोबाइल ल्याउ त कहाँ मोबाइल ए आलाउ सर गाइस ल ठिक छ सुरक्षाको इन्स्टाग्राम सबै गरेर चेक गर्नु होला अनि मेरो पनि इन्स्टाग्राम चेक गर्न नभुल्नु होला मेरो त थोरै छ सुरक्षाको अब 1 मिलियन पुग्छ चाँडै मलाई पनि फलो गर्नुहोस् गाइस नयाँ नयाँ अपडेटको लागि चाहिँ इन्स्टाग्राममा फलो गर्नु नभुल्नु होला सो म मोटो अलरेडी लिएको हेलमेट लगाएर जान्छु गोप्रोमा ब्लग गर्दै कति मिलियन 27 मिलियन होइन 1 मिलियन त लाइक मात्र आइन्छ 27 मिलियन के लिपस्टिक लाउनु लाग्यो ल म जान्छु है राम्रोसँग बस्छ ल म घुमेर मेरो लाइट फिट गरेर आउँछु है यस्तो समझदार बुढी हुनुपर्छ कि समझदार काम नगर्देर भाग्न आउनुभयो अनि त्यो ठिक पार्नु मलाई केही काम नि अराउँदिनी निनले त हिँड्ने बेला कामराउनु मान्छे कति रिच छ भन्नु ल तपाईँहरूलाई एउटा दिमाग सोचेर कहाँ जानलाई चाहिँ कि पहिले बेला नाटक थाकेर मान्छे कस्तो बुढले सबै गरिए भने पनि गरेको क्या म एप्रिसिएट गर्छु सुरुमा त आउँदैन नाटक पाएर खै के हो के धोए भाँडा धोए जस्तो भन्थ्यो ओहो ओ माय गॉड बेबी जन थापै चेन्ज भन्ने सोचे लास्टमा त छैन अहिले त फेरि उस्तै तिमी नि त्यस्तो सुरुमा मलाई तिमीले नि सुरुमा मलाई कस्तो ढाड मारिस गरिन्छ अहिले गरिन्छ दिनदिन सक्छ मान्छे ढाड मारिस गर्न आफू पनि गरेर घरको काम पनि गरेर बाहिर काम पनि गरेर घर आएर तपाईँको खाना पनि पकाउन थाकी थाइ अनि पुरै ढाड पनि मारिस गर्ने के हो के सोच हो यो तिमी अल इन भन्नु क्या तिमी लक्ष्मी हो क्या लक्ष्मी धनको लक्ष्मी हो तिमी ल गाइस म निस्किन्छु सो मोटो भ्लगमा हेरौँ गाइस टक्क लाएर घाम पानीले ढुत्तो बनाइछ मेरो गाडी चाहिँ अपुनको गड्डी सो गाइस आजको वेदर हेर्न सक्नुहुन्छ बजार जान्छु अनि